गुड मर्निङ। मेरो चाहिँ दिनको सुरुवात भनेको मर्निङ वाकबाट हुन्छ। मर्निङ वाक भनेको मेरो लागि चाहिँ अहिले चोइस नै बनेको छ। इट्स नट एन अप्सन। कस्तो राम्रो भ्यू हेरिन्छ, आँखालाई साथसाथै बडीलाई पनि एक्सर्साइज भयो। मर्निङ वाकबाट फर्किन्छु म अलमोस्ट 1.5 आवर नै वाक गर्छु अनि एक्सर्साइज गर्छु डाँडामा गएर। यो एकदम राम्रो ट्रेल हुँदै हिँड्दै आउँछु र घर आइसकेपछि फ्रेस भएर तातो पानी खाएपछि अलिअलि घरको कामहरू पालैपालो, कुनै दिन सरसफाइ गर्यो, कुनै दिन वासरुम सफा गर्यो, कुनै दिन किचन, कुनै दिन लुगा धुयो। त्यसरी चाहिँ पालैपालो सबै कामहरू सकिन्छ। अनि यो पूजा गर्न चाहिँ सधैँ नभ्याए पनि बत्ती चाहिँ एटलिस्ट म बाल्छु। फोन स्क्रोल गर्यो, यसो सोसल मिडियाहरू हेऱ्यो अनि अहिले म एउटा बुक स्टार्ट गरिरहेको छु पढ्नलाई। त्यो बुक पनि म सकाउने कहिले हो थाहा छैन, तर म सकेसम्म पढिरहेको हुन्छु। अनि रेडी भएर अफिस गएँ। अफिस जानुभन्दा अगाडि मेरो एकजना दाइ भाउजूलाई भेट्न जानु थियो। कति पछि उहाँहरूलाई भेटेर एकदम रमाइलो भयो। भाउजूले त्यहीँ नै खाना खानको लागि चाहिँ भन्नुभयो अनि हामीले खाना त्यही खायौँ। Hello, it's me Krishna Gurpani and I'm the host सी इज today. टु स्विट। अनि हतार गरेर अफिस गएपछि मेरो रेगुलर अफिसमा टेबलमै बसेर काम गर्नुपर्छ। थाकिन्छ कहिलेकाहीँ बस्दा बस्दा पनि। अनि भाइलाई चाहिँ गोरो हुनु पर्यो अरे। कम कालो छु, कसो गोरो बनाउनु? अनि त्यहाँबाट मेरो बेलुका एउटा पार्टीमा जानु थियो, बर्थडे पार्टी घरमा दादाको। सो सेलिब्रेट गरेर म रुम फर्किएँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई डे।